मैले चाहिँ मनबाट एकदमै सरी भन्न चाहन्छु किनभने मैले चाहिँ भन्थे न्यू इयरको साँझ चाहिँ भ्लग आउँछ भनेर लेकिन मैले चाहिँ हामी चाहिँ त्यहाँबाट 4 बजेतिर घर पुगेको थियो एकदमै टाउको दुखिरहेको थियो खुट्टा दुखिरहेको थियो त्यही भएर मैले भ्लग एडिट गर्न नि पाएन अनि आज बिहान मैले भ्लग एडिट गरेँ अनि साँझ चाहिँ हालिरहेको छु मनबाटै फेरि पनि मैले सरी भन्न चाहन्छु किनभने मैले हिजै भन्थे म साँझ भ्लग हालिदिन्छु भनेर लेकिन म हाल्न पाएन भ्लग चाहिँ एकदमै दामी छ हजुरहरु अब हेर्न सक्नुहुन्छ वेलकम टु माई न्यू भ्लग गाइज हैन बिहानको भिडियो हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला हामीहरु चाहिँ गइराछौं शिवगढी मन्दिर न्यू इयर मनाउनको लागि फेरि पनि सबैजनालाई ह्यापी न्यू इयर म चाहिँ एक्लै छु यहाँ अघि दाइ हुनुहुन्छ अनि तीनटा दाइ चाहिँ पहिले अघि पुगिसक्नु भयो हेर्न सक्नुहुन्छ तीनटा दाइ अघि हुनुहुन्छ एउटा यहाँ हुनुहुन्छ अनि म चाहिँ पछि पछि छु गाइजहरु हेर्नुभयो हामी चाहिँ रमदौवाको झुलेनी पुलमा पुगिसकेको छौं दुग्री हामीहरु चाहिँ पुलको बाटो गइरहेको छौं यता दाइहरु छन् गाइजहरु हामीलाई पुग्ने र हाम्रो डेस्टिनेसन चाहिँ उता छ है हामीलाई यहाँ पुग्नु छ माथि गाइजहरु आजको भ्लगमा चाहिँ के फरक देखिछ कि नै आज चाहिँ बनाइरहेको छु म भ्लग आइफोनले त्यही भएर अलि गोरो देखिरहेको छु हामी चाहिँ यहाँ रमदौवाको मन्दिर हो यार गाइज हामी यहाँ पुगिसकेको छौं अब हामी चाहिँ माथितिर लागेको गाइज म चाहिँ कालो मान्छे म चाहिँ एउटा कुरा भन्न लागेको थिएँ के भन्न लागेको थियो म त्यही बिर्सिसकेँ अब गाइजहरु यता हेर्नु यहाँ छ ठाकल लेकिन यो पाकेको छैन त्यही भएर मैले टिपेन अब पाक्ने बेला त आइसकेछ लेकिन अहिलेसम्म पाकेको त छैन पाकेछ त आम्बो फेरि छोड्थेन नि फेरि एकदम यता पनि छ ठाकल पुरा कति धेरै हो आउनु पर्ला अब दाइहरु त अघि गइराछन् म चाहिँ पछि गइरहेको छु रातिमा हैन यहाँ कोही आयो भने आम यस्तो डर लाग्छ होला त्यसलाई रातिमा त कोही आउनै सक्दैन के रातिमा आउनु त एउटा च्यालेन्जै हो के फाइनली हामीहरु चाहिँ पहाड चढ्न थाल्यौं लायो गाइजहरु फाकल मिठो छ यार फाकल त खानुहुन्छ दिन मिल्दैन त दिन्थे यसरी यहाँबाट फ्याक्दै चाहिँ फाल्न मिलेन गाइजहरु यहाँ पनि फाकल पाकेको छ हेर्नु यो अलि पाकेको छ म टिप्छु चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ म डेलिभरी गर्न सक्छु यसको प्राइस 0 हो लेकिन डेलिभरी चार्ज चाहिँ 2 लाख हो है भयो यार यतिले पुग्छ अहिले अघि झोडे अझै अब अघि भेटायो भने यस्तै फाकल त्यो पनि टिप्छु हामी चाहिँ फाइनली सिरी निर पुगिसकेको छौं हालत खराब भइसकेको छ अझै त आधी बात पनि पुगे छैनौं गाइज त्यहाँ एउटा गाउँ छ रमदौवा भन्ने हामी चाहिँ आधी बाटो पुग्न लागिसकेको छौँ अझै त बहुत टाढा छ आधी पनि पुगेको छैन टाइट भइसकेको छ हामी 3 जना यता र 1 जना यता छन् ब्लगर म चाहिँ यस्तै बनाइदिएको गाइजहरु यता हेर्न सक्नुहुन्छ विकासलाई आफ्नो बुढीको चप्पल
बाटोमा भेटाएको लगिरहन अब 1 साल भइसकेको थियो यो चप्पलको यहीँ राखेर अझैसम्म यहीँ छ क्या 1 साल भइसकेको थियो चप्पल यहीँ राखेको यिनको बुढीको अब लगिरहन कसो मेरो बुढी यति माया गर्छन् यार आफ्नो बुढीलाई ल माया गर्छन् भनेको त बुढीको चप्पलै फाल्दैछन् गाइजहरू यहाँ चाहिँ दुईटा बाटो छ एउटा चाहिँ यहाँ एउटा यो बाटो जान्छ एउटा यो बाटो जान्छ हामीहरू चाहिँ यहाँ बसिरहेछौँ हालत खराब भइसकेको छ यार हिँडी गाइजहरू स्वर्गमा पुगे जस्तो लाग्यो यार भ्यू हेर्नु न भ्यू क्या बवाल छ अझै हामीहरूलाई एकदमै धेरै पाहाडहरू चढ्न बाँकी छ यो चाहिँ बल्ल सुरुवात हो कि सिलगढी पुग्नको लागि अझै धेरै नै पाहाडहरू चढ्नुपर्छ कट्नुपर्छ त्यसपछि बल्ल सिलगढी पुगिन्छ शिव भगवानको दर्शन गर्न एकदम गाह्रो छ थोरै त्यस्तै यार दर्शन गर्न पाइन्छ यसको उचाइ लगभग 900 कुन्नी कति मिटर छ यार यो शिवगढी मन्दिरको उचाइ बढी धेरै छ चौसल टु यार चौसलटे गाइजहरू फाइनली प्रति छालासम्म पुगियो भनेपछि अलिअलि शिवगढी पुग्नतिर पनि लागियो लेकिन आधी बाटो पुग्यो छैन अहिलेसम्म अझै धेरै चढ्न बाँकी छ धेरैजना बाँकी छ यता बाटो छ मान्छेहरू बाइक स्कुटी लिएर आउँछ धेरै कुराहरू लिएर आउँछ पुरा बाटो पुरा माथिसम्म गयो यहाँ चाहिँ यो चाहिँ पानी स्टोर गर्ने हो लेकिन पानी स्टोर गर्नेको हालत खराब भएको छ हेर्न सक्नुहुन्छ फोरो फालेहन यस्तो नफालिदिनु पर्यो मान्छेहरूले पानी पिउन एकदम गाह्रो हुन्छ क्या यो पानी स्टोर गर्ने ठाउँ यसलाई फोहोर चाहिँ गराउनु भएन यार हेर्नु न यहाँ कस्तो फोहोर गराएको हो अब यहाँदेखि हामीहरू फोटोसोटो खिचाएर अब अघि जान लागेको छौँ चलो उधर किधर दाइहरू चाहिँ यो बाटो गइरहेको छन् म चाहिँ यो बाटो गइरहेको छु यो बाटो गयौँ भने धेरै चढ्नु पर्दैन क्या गाह्रो पनि हुन्न त्यसैले गाइसहरू यता हेर्नु के हो यार यस्तो यो त भित्र हालिदिउँ मोबाइल गाइजहरू यहाँ शिवगढी मन्दिरमा चाहिँ बाइक लिएर पनि आउँछ मैले भन्थेँ नि के भयो यार यस्तो बाइकै खस्किरहेको त बाटो बाइक त जान्छ लेकिन फेरि यस्तो हुन्छ क्या एक्सिडेन्ट हुने धेरै डर हुन्छ गाइजहरू बल्ल शिवगढी गइरहँ जस्तो फिल आइरह यो बाटो गएपछि बल्ल शिवगढी गइरहँ भन्ने जस्तो फिल आइरह के यस्तो पुरा खतरा बाटो छ हेर्नु गाइजहरू सर्टकट बाटो भनेर कुन बाटो लिएर आएको छ यार अघि एउटा मजा आइरहेको थियो अहिले हालत खराब भइसक्यो अन्डर 15 को नेसनल खेलाडी 1500 अन्डर 18 को खेलाडी 1500 को होली टाइट भएको छ यहाँ 1500 बराबर यो केही छैन रे 1500 दौड्यो फाइनली गाइज हामी चाहिँ सर्टकट बाटो हानेर हाँचीको मरेकोसम्म पुग्यौँ यहाँदेखि तल हामी सिधै बाटो नि तलदेखि यो बाटो हान्न आएर भोलकर मान्छे दारा सर्दै दारू खाएर
एकजना फेरि हाम्रो नेसनल खेलाडी 1500 र 800 मिटरको यहाँ चाहिँ जाभलिन थ्रो नेसनल रेकर्डर, यहाँ चाहिँ भोलोकर मोटे, यता चाहिँ सटफुट नङ्गे बाबा। ल यिनीहरूको हेरौँ चाहिँ हो। वाह क्या भाइलेन्स फाइनली। यसको चाहिँ हुलिया टाइट भइसक्यो पुरा पुरा बोसो सबै बोसो त सबै गल्यो। यो चाहिँ हात्तीमाले भन्छन्, यही पहिला हात्ती बस्थ्यो अरे, त्यस्तै कहानी छ। अब हाम्रो नि अब सानोको हुँदा थिएन यही हो हात्ती खाल भन्ने मन्दिर चाहिँ ऊ पारि छ गाइस। यो चाहिँ त मन्दिर हो। यो हामी चाहिँ अहिले हात्तीको मान्छे यहाँ भन्ने यहाँ छ, हात्तीको मार अनि भोलोको मान्छे। अनि हामी अब यहाँदेखि अगाडि गएर रेस्ट गर्छौँ एकछिन, अनि त्यसपछि हामी सिधा गएर माथि चिलमा गाइस। यता गाइस हात्तीको मरियो भन्ने ठाउँमा हात्ती राख्दैछन् एउटा अहिले भर्खर बनाएर राखेछन्। यो यता भगवती राखेको रहेछन्, थाहा भएन के छ। एकछिन माथि गएर म देखाइदिन्छु गाइस। भर्खर बनाएको राम्रो बनाएको छन् अहिले। यहाँ यस्तो थिएन, अब यहाँ नि केही बन्छ होला। अब हामी यहाँदेखि अगाडि जान्छौँ गाइस। हात्तीको खालि अगाडि चाहिँ बाटो बनेको छैन, अगाडिदेखि चाहिँ सानो बाटो छ। यहाँदेखि चाहिँ गाडीहरू बाइकहरू जान्न त्यस्तो। गाइजहरू हेर्नु, हामीहरू यति माथि आयौँ, गाउँ त देखेकै छैन क्या, केही देखेको छैन, गाउँ त देखेकै छैन। यति माथि पुगिसकेछौँ हामीहरू चाहिँ शिवगढीको प्रतीक्षालामा बसिरहेको छौँ। अब शिवगढी मन्दिर चाहिँ हामी पुगिसकेको भन्न नि मिल्छ। गाइजहरू यति मेहनत सङ्घर्ष गरेर गाइजहरू शिवगढीको भ्यू हेर्नु है, शिवगढीको भ्यू। हामीहरू शिवगढी मन्दिर फाइनली पुगिसकेको छौँ। मैले माथि गएर पनि हजुरलाई देखाउने छु, लेकिन एकदम मेहनत लाग्यो यार, एकदम हालत खराब भयो, मेहनत लाग्यो यहाँ पुग्नको लागि। अब यो हेर्न सक्नुहुन्छ, यो चाहिँ पानी स्टोरेज गर्ने हो। यसमा पानी स्टोरेज हुन्छ, माथिबाट बादलबाट पानी पर्छ, त्यो पानी यता झर्छ, यता पाइपबाट यहाँ चाहिँ नेसनल खेलाडी रनर 1500 मिटरको पूजा गरिराख्नु भयो। अब हामी चाहिँ माथि गइरहेको छौँ पूजा गर्नको लागि। अब शिवगढी मन्दिर अब पुगिसकेको छौँ, हेर्न सक्नुहुन्छ गाइजहरू। शंकर भगवान माधु गाइजहरू म हजुरलाई शिवगढी मन्दिरको चाहिँ भ्यू देखाउँछु है। भ्यू यहाँ चाहिँ दाई पूजा गरेर हुनुहुन्छ, हेर्न सक्नुहुन्छ शिवगढी मन्दिरको बाटो भ्यू। यता भ्यू टावर, यहाँ चाहिँ भ्यू टावर रहेको छ। अनि यो पानी स्टोर गर्ने ठाउँ। अनि यहाँ मान्छेहरू पनि आछन् 2-3 जना, अरू कोही छैन, पुरा खाली छ। यताबाट पनि राम्रो खासै भ्यू आएन, पुरा यो कुहिरा गरिरहेको। अब गाइजहरू म पनि पूजा गर्न जान लागु। काल हर, दुख हर, दारिद्र हर, कष्ट हर, रोग हर, हर हर महादेव। सर्वे भी तू सर्वा भी तू, जीवन भी तू मृत्यु भी तू, दाता तू विधाता तू, देता तू लेता तू, सत्य तू असत्य हम, भगवान तू मनुष्य हम,
शिव तू, सुंदर तू, शक्ति तू, सब कुछ तू। मैं कुछ नहीं भगवान तू, मैं कुछ नहीं जीवन तू। गाइजहरू अब म गइरहेको छु यसमा भ्यू टावरमा चाहिँ हामी गइरहेको छौँ अब हाम्रो ब्रोकर भाइ के चाल तेरो बिचारा के भन्छ अब म तल जान्न रे यही बस्छु अब यहाँको हाम्रो टावर बाबा हो यहाँ यस्तो हावा चलिरहेको छ त्यही पनि पसिना निस्किरहेको छ यहाँ बिचारा यहाँदेखि जबरजस्ती चढेर अब म यहाँदेखि जान्न रे गाइज फाइनली भ्यू टावरमा चाहिँ बल्ल बल्ल पुगियो अब भ्यू टावरको भ्यू हेर्न सक्नुहुन्छ यो यता गाउँ छ भ्यू टावरको भ्यू यो भ्यू टावरमा जो बोल्टु छैन यहाँ बोल्टु त्यसपछि त्यहाँ काठ हालेको छ यो काठ भाँच्यो भने अनि यहाँ टार लगाएको छ यो यस्तो टार यो यस्तो हुन्छ भ्यू टावर खसिहाल्यो भने यो भिडियोलाई सेयर हान्नु पर्यो मेयर साहब अजय थापा सरसँग यो भ्यू टावरको चाहिँ अलि मरम्मत गर्नु पर्यो के हालत खराब भइसकेछ यार यहाँ पनि टार लगाएको छ यो अबदेखि त यो भ्यू टावरको भ्यू हेर्न टार लगाएको छ अनि यो डुल्को छ यहाँ प्लास्टर गर्नु पर्यो यार गोटा खुट्टा दुख्यो अनि यता यो डुल्को छ यहाँ पुरा 2 मान्छे खस्छ यहाँबाट यति ठुलो यस्तो डर लागिरहेको छ अब कसरी झर्ने म अब नझरम भइरहेछ अब अझै थापा सरलाई ट्याग गर्नु हेलिकप्टरमा मलाई लिन आउनु पर्छ अब म यहाँ झर्न सक्दिनँ अब जाँदैछ अब दादा यता हेर्नु गाइज नेसनल प्लेयर 2 जना बसिरहन् गाइजहरू हामी चाहिँ माथिबाट तल आइसकेको छौँ अब तल आएर हामीले चाहिँ अब लिएर आएको अब त्यही लिएर आएको त्यो चाहिँ अब पकाएर भइसकेको छ नेसनल खेलाडीहरू यता जान लाग्छ खान दाइहरूले चाहिँ बस्ने ठाउँ बनाइसकेको छ हजुरले देखाउँछु मैले हैप्पी न्यू इयर गाइस हात नदेखो साथी पनि गाइजहरू यो शिवगढी मन्दिर पर्छ शिवराज नगरपालिका वडा नम्बर 9 मा अब शिवगढी मन्दिरमा टोयलेट त छ त्यो राम्रो कुरा हो लेकिन साला टोयलेट भएर के फाइदा जब त्यसमा टाला लाएको हुन्छ के गर्ने दिमाग खराब हुन्छ यार म चाहिँ वडा नम्बर 9 को वडा अध्यक्षले भन्न गइरहेको छु टोयलेट राख्नु भछ त्यो राम्रो कुरा हो लेकिन टोयलेटमा टाला किन राख्नु भछ यो भिडियो हेरिराख्नु भछ भने प्लिज टोयलेटमा चाहिँ टाला खोलिदिनु हो एकदम गाह्रो पर्छ अनि त्यो भन्छन् ल हामीले त्यो टोयलेटवाला त अब म्यानेज गर्न सक्छौँ हामीले लेकिन त्यहाँ पानी पनि छैन के यस्तो नराम्रो पानी खानुपर्छ अब पानी लिएर जाने भनेको धेरै भन्दा धेरै 1-2 लिटर मात्र हो अब त्योभन्दा धेरै बोक्न सकिन्न त्यसपछि उताको पानी हामीले हेरेको यस्तो फोरो भगवान खानै नसक्ने के त्यही पनि पानी थिएन जबरजस्ती खाइयो प्लिज पानीको नि अब यता सुविधाहरू 4भन्दा 4 बढाउनु पर्यो के सर हाम्रो अजय थापा दाई अनि वडा नम्बर 9 को अध्यक्ष प्लिज प्रतिछालामा बसेको थियो अब फेरि हामी जान्लाम तलतिर चलो
गाइज सिडीमा पुगिसकेछौँ हामीहरू। अब सिडीमा पुग्यौँ भनेपछि अब तल झऱ्यौँ भने पनि हुन्छ, किनभने यसको यो लास्ट यही हो। अब सिडी भ्याउँदा गाइजहरू हजुरलाई म गाउँ देखाउँछु है। गाउँ यहाँबाट के चाहिँ गाउँ देखिरहेको, यो चाहिँ यहाँ चाहिँ गाउँ देखिरहेको गाउँ। गाइजहरू हामीहरू चाहिँ फाइनली बाहिर निस्किसकेछौँ जङ्गलबाट। अहिले हामी यहाँ जङ्गलबाट चाहिँ बाहिर निस्किसकेछौँ। हालत खराब भइसकेछ। अब घर गएर जान लाग्यौँ हामीहरू। अब हामीहरू चाहिँ गइरहेको छ यता पनि ह्याप्पी निहुर चलिरहेछ, उता पनि ह्याप्पी निहुर नै चलिरहेको थियो। हामीहरू चाहिँ उमरी पार्कमा पुगिसकेको छौँ। अब उमरी पार्कमा चाहिँ पुगिसकेको छौँ। आज उमरी पार्कमा फेरि खत्रो भिड छ के फेरि। यो चाहिँ उमरी पार्कको भित्रको भ्यू हो, खत्रै भिड छ आज उमरी पार्कमा, एकदम धेरै भिड छ यार। ओए म्यान आज चाहिँ उमरी डाँडामा पुरा मेला लाग्छ के, नयाँ वर्षको दिन आज उमरी डाँडामा पुरा मेलै भनौँ यार गाइजहरू, मेला। ए आम्बो मेला 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 गाइजहरू थारू सङ्ग्रहालय, यो हाम्रो उमरी डाँडाको थारू सङ्ग्रहालय। आज थारू सङ्ग्रहालयमा पनि धेरै भिड छ यार, पहिला यस्तो भिड हुन्थेन। अहिले त नयाँ वर्ष भएर होला। बिक्कु चिनल छन् फेरि होइन। म चाहिँ फाइनली घर पुगिसकेको छु। यो चाहिँ हाम्रो पुरानो घर हो। मेरो भ्लग चाहिँ यही मैले खतम गर्न गइरहेको छु। मेरो भ्लग लास्टमा धेरैकोमा एकदमै धन्यवाद। यस्तै भ्लग हेर्नु मन छ भने लाइक कमेन्ट सब्सक्राइब फलो चाहिँ गरिदिनु होला। यति भन्दै आफ्नो भ्लग यहीँ खतम गर्न चाहन्छु। हस्त धन्यवाद।